यता ओखलढुङ्गा जिल्ला पर्छ भने यो डाँडादेखि यतापट्टि चाहिँ यो सोलुखुम्बु जिल्ला नेचरसेलेन गाउँपालिका। खै हाम्रो फायरिङ गर्दाखेरि पहिले यही ठाउँमा मासु पोलेर खाएर नाचेर गरेको ठाउँ यो रहेछ। सक्र सर के छ हजुरको हालखबर चाहिँ? एकदम ठिक छ हजुर। यसको बारेमा के भनिदिनु ठाउँको बारेमा? यो त ठाउँ त एकदम हरियाली हो नि त। हामी त यहाँ त जहिले यस्तै हो, आनन्द मजा शीतल शीतल। ल हामी त डेटिङ पनि यतै आउँथ्यौँ। ए अहिले चाहिँ डेटिङ कसमा आउनुहुन्थ्यो सुटुक्क भन्नु मिल्छ नि, यसमै भनिदिनुहोस्। एक्लै आउँछ। ए हो, एक्लै कसरी आउनुहुन्थ्यो तपाईँहरू? उताबाट एक्लै आयो, उताबाट नि एक्लै। भेट्ने ठाउँ चाहिँ यतै। ए एक्लै नै रहेछ। हजुर आउँदैछ यहाँतिर। Papa! Yes, sir. Can I get some water? Water. Okay. कोही हाम्रो हिरो नि पिकनिक खाएको रहेछ यहाँनिर। पिकनिक खाएको हो। क्याम्पफायर चाहिँ यहाँ आयो। पछि यो पाथलेको रुख भन्दा ठुल्ठुलो हुन्छ नि त यहाँको। हाइब्रिडवाला भर्याङ लाएर तोडेर डाला आउनु है कान्छ यताबाट अगाडि यता पनि हेरिदिउँ। ल हाम्रो ल यो टोली चाहिँ पञ्चमी घुम्ने टोली। ठ्याक्कै यो फुल्ने बेलामा कस्तो राम्रो पातलेको फुल हो। अहिले पनि धेरै दामी देखेको छ। Oh my God, who is there? यो पनि खिच्नु त यो उन्यु उन्यु के उन्यु भनेको? उन्यु भनेको चाहिँ के हो? यो नफुल्ने बोडी बिरुवा हो। यो फुल्दैन। यो कहाँ चुरोट खायो तपाईँले? ओ भाइ हो पज गर्दै गर्नु। कति सुन्दर छ यो ठाउँ। ल यहाँ घुम्ने टोलीहरू हुनुहुन्छ है सबैजना, अहिले रेस्ट गर्दै हुनुहुन्छ। हामी चाहिँ यहाँ 2-4 जना खैरे आएछन्। हजुर घुमाउनु ल्याएको। ल साथै त्यो टिकटक बनाउनुपर्छ त।